यस्तो दामी त कुहिएको छ फ्याँक्दैन कुहिएको छ नि त ए पुरा कुहिएको रहेछ फ्याँक्दैन सबैभन्दा धेरै ल्याएर आयो भने यिनीहरूको कुहिएको रहेछ अयो यस्तै हो फ्रीको माल हो होइन यो पनि काट्नु त्यस्तै हुन्छ साँच्चै त्यो पनि त्यस्तै छ है क्या काट बिचमा हो यार फ्याँक्दिउँ झन्डै अब डाइरेक्ट खाइएन रहेछ गोजीमा ल्याएकै नै अर्को कुन खाने यो पनि फ्याँक्दिउँ होला हो यस्तो त के खानु होइन यत्रो हुँदा आउँदै सङ्ग्रहालयमा सिँगारेर राखिरहेको भनेपछि यस्तै छ डाकर आइरहेको छ ल सेट 8:30 भइसकेको छ अघि आइसक्यो कल आइसक्यो भात खानु गएन आउँछ सेलिसक्यो भात भन्ने ल आउँदैछु कि यहाँ तलतिर पढिछु भनेको काँक्राको छोइला यस रियालिटी भेरी लङ टाइम पछि काँक्रा खाइँदैछ आज फेरि हामी गोर्खाली सुरुपाते अब यो चाहिँ के गर्ने त घाँडो भयो नि त गाडीमा हालिराख्नु कि यत्रो छ नभएको झन्डै 7-8 केजीको छ एउटै कति खाने काँक्रा हामी छौँ काँक्रा बजारमा पहिला होइन पूर्णिमाको रातमा आइन्थ्यो आज के भयो औँसीको रात परै गयो टाढोबाट होइन काँक्राको बोटमा काँक्रा झुन्डिरहेको देखिन्छ त्यति बेला त कुहिएको त कस्तो गनाएको हौ यो पनि बिग्रेको त छैन नि हातमा सबै लागेको थियो त्यही पो बनाएको हात त्यस्तो बनाएको बिगारिएको के हो त्यो चाहिँ सेफ्टी कसले ल्याइदिइहाल्यो खाने के भन्ने घरलाई सेफ्टीमा हाल्नुपर्छ कोठामा बजाउने हो अहिले घुम्न रहेछ नखाने बनाएर ठुलो भोलि मात्र लगाएर घरमा त सबै छिट्टी जाने रहेछ लगिदिने कम त खुसी अर्कोचोटि फेरि ल्यायो भने 500 रुपियाँमा किनेर ल्याइदिएको तपाईँहरू हातमा होइन गाउँको लोकल काँक्रा 550 भन्दा
काँक्राले टल्किन्छ अहिले पनि सकेछौँ जाउँ अगाडि अलिक पुरा खाइएन केटाहरू बाटो अघि तल मसिनो बजाउँदा सानो छानेर खाएर लोभर लाग्यो यता यत्रो दुःख छ एउटा भेटेन हो भाइ हामी चाहिँ तल जानुपर्छ क्या त्यहाँ खुकुरीको मात्रै नाच काँक्राको बोटै काटेर फ्याँकिदिएर हुन्छ फेरि अर्कोचोटि दुईवटा चारवटा पाँचवटा छ आम्मा डर्रो खाइन्छ क्या काँक्रा त ल तलै खाएर आएको होइन दुई दुईवटा तिन तिनवटा गोजीमा नडेर छेउमा राखेर टिपेर खाएर आफ्नो पिर्जेर सब बनाएर म त हार खाएर फर्केको एउटै भेटिन यत्रो छ काँक्रा लगभग 2 फुटको अरू इधर छ काँक्रा कति खाने नाइटको चौथी सरप्राइज भनेर लगेर भने फेरि मैले कुहिरहेको थिएँ नि त अयो पाकेको हो नि त तर हुन त ठुलो काँक्रा हो पाकिसक्यो होला त्यो कुन चाहिँले चुडेर राखिरहेको थिएछ क्या म त्यस्तो हेर्न गएको यतापट्टि देखेँ फर्स्टमा ल अनि यतापट्टि हेरेको त्यो चुनेर राखिदिरहेको छ सानो सानो मात्रै भनेको किन अगाडि मैले अगाडि नभेटेपछि जाने मात्रै भनेको यत्रो चित्त हुँदा त काँक्रा नि ल के भन्छ नि अझै खप्छ अरे किन भात खाइदिनु ल यसको त कुखुरा बाँधी रहेछ यसको त रस गाटा लाग्यो सानो छैन कति आउँछ बजारमा यो आउँदैन 100 150 100 150 यिनीहरू पनि पर्छ होला 50 खालकोहरू 200 भन्दा झन् हामीले ल 1000 को माल पो खाइसक्यो जस्तो छ त सेट अस्ति अब राजेश रोहनीहरूले 40,000 गएर खायो भने चाहिँ थाहा भएन हाम्रो त लाखै पुरै हाल्ने गोपीहरूको पहिली अनि 40,000 खाइदियो भनेन नि शङ्करले त कुरा गर्दै थियो प्रकाशले धरो खायो काका भने छोडेर भन्थ्यो हाम्रो लोको सिरु पाटे भिडियो नाल्न भएर भिडियो छ मान्छेहरूले अयो फर्पिएर थाहा भएन कहाँबाट खल्पीको याद भिडियो देखेँ भनेर होइन गायब भइरहेको थियो खेतबाट भन्ने तरिकाले किन त तिनीलाई खर्पिँदै
सुट्टा तान्दै सुटुटुटु यहाँ लाग्ने यो चाहिँ कसले बोक्ने म सक्दिनँ यार यहाँ तलबाट बोकेर आएको मैले अनि डर पनि लिएर आयो त भारी त कहाँ गएर यार काँक्रा बजार हामीहरूको ल गाइज मेरो त्यस्तै भइरहेछ यहाँ त सब पासेर त्यस्तै भइरहेछ जिउ नुहाउनु पर्ने अवस्था होइन ल ह्याप्पी एन्डिङ